नमस्ते यहाँहरू सबैमा ह्याप्पी महाशिवरात्रि। युट्युब च्यानलमा चाहिँ मेरो यो फर्स्ट भिडियो हो। यहाँहरू सबैले भिडियोलाई फुल वाच गरिदिनु होला। अनि आज मैले चाहिँ महाशिवरात्रिको दिन पारेर साबुदानाको पुलाउ बनाउन जाँदैछु है। यसको लागि चाहिँ सबभन्दा पहिला 2-3 घण्टाको लागि साबुदानालाई भिजाएर अनि छोपेर राख्दिने। अनि छोपिसकेपछि कस्तो मजाले फुल्छ नि त। अनि एउटा कराईमा चाहिँ घिउ राखेर 1 चम्चा जति घिउ राखेर त्यसमा चाहिँ काजु र अनि मैले चाहिँ पम्किन सिड लिएको छु, फर्सीको बिया। आफूसँग जे छ त्यही राख्दा पनि हुन्छ, अरू राख्दा पनि हुन्छ। ड्राई फ्रुट्सहरूलाई एकछिन फ्राई गरेर निकालेँ। अनि निकालेपछि मैले त्यही कराईमा चाहिँ त्यही घिउमा साबुदानालाई अघि भिजाएर राखेको साबुदानालाई अनि एकछिन फ्राई गरेँ। यसलाई पनि एकछिन मजाले हल्का रातो रातो हुने गरी फ्राई गरिसक्ने। अनि यतापट्टि चाहिँ मैले आलु पनि बनाउँदैछु। अब आलु पनि त्यसमा चाहिँ अलिकति सुहाउँछ नि, मिठो हुन्छ त्यसको लागि। अनि साबुदानामा मैले थोरै चिनी राखेँ कि अब धेरै पनि गुलियो हुन्छ। अनि मैले चाहिँ एकदमै कम राखेको छु गुलियो। अनि चिनी राखेर फेरि सरसर्ती चलाउने, सबैतिर लाग्ने गरेर मजाले चलाएपछि अब त्यसमा चाहिँ अघि राखेको ड्राई फ्रुट्सहरू फ्राई गरेर निकालेको त्यसलाई पनि सबैतिर पर्ने गरेर राखिदिने। अनि यता चाहिँ हाम्रो आलु पनि फ्राई हुँदैछ है। टक्क परेको पिरो नुनिलो आलु, गुलियोसँग अलिकति नुनिलो पनि मिसायो भने चाहिँ अलि मिठो हुन्छ कि खान सकिन्छ। अनि आलु बन्दैछ। अघि फ्राई गरेर राखेको ड्राई फ्रुट्सहरूलाई मैले त्यो साबुदानामा राखिदिएँ। अनि त्यसलाई पनि मजाले चलाइदिने, उल्टाइ पल्टाइ सबैतिर लाग्ने गरी चलाउने। तर आँच अलिकति सानो पार्नुपर्छ है। फेरि यो चाहिँ एकदमै एक त स्टिलको भाँडामा छिटै पनि डढ्छ। यसलाई चाहिँ अलिकति नडढाइकन गर्नुपर्ने हुन्छ। सानो आँचमा छोपी पनि बनाउँदा राम्रो हुन्छ यो। अनि यो चाहिँ मैले यो धुलो चाहिँ मैले बदमको के त्यो मुमफली बदमलाई चाहिँ भुटेर अनि त्यसको बोक्रा फालेर त्यसलाई चाहिँ मिक्सरमा पिनेर राखेको थिएँ। त्यो राख्दा चाहिँ के हुँदो रहेछ भने त्यो साबुदानालाई डल्लो पर्न दिँदैन कि त्यसले चाहिँ अलिकति फुर्र टाइपको हुन्छ नि, त्यस्तो खुलाउँदो रहेछ कि। नभए त डल्लाडल्ली परिरहेको हुन्छ, एकै ठाउँमा पर्छ नि त। त्यस्तो चाहिँ हुन दिँदैन त्यो बदमले चाहिँ। हेर्दा यता आलु पनि बनिसक्यो है। अनि आज चाहिँ अब यो व्रतको दिनमा चाहिँ अब अरू कुराहरू खाइँदैन नि त। अनि बिहानदेखि केही खाएको हुँदैन, बेलुका मात्रै खानुपर्छ भनेर। अनि त्यो साबुदानासँग चाहिँ अलिकति आलु पनि मिल्ने। यसमा अचारहरू पनि हुन्छ। अचार पनि यसमा त्यस्तो धेरै अरू चाहिँ सुहाउँदैन। खालि खायो भने बनायो भने उसको अचार, आलुको मात्रै अचार मिल्छ कि साबुदानाको खिरसँग। अनि मैले चाहिँ आज अचार चाहिँ बनाइनँ। हेर्दा साबुदाना पनि पस्केर खाने बेला भइसक्यो है, रेडी भइसक्यो। हेर्नुहोस् त कति राम्रो देखेको छ हेर्दाखेरि। राम्रो मात्र होइन कि खाँदा पनि मिठो भएको छ यो चाहिँ। आलु साबुदाना एकदमै मिल्छ है। भिडियो मन परेमा सबैजनाले लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब चाहिँ गरिदिनु होला।